आसन ग्रहणकै क्रमलाई अगाडि बढाउने क्रममा जोरदार ताली बजाइदिनुला श्री मुनर यादवज्यू, विजय झा, डाक्टर विजय झा एन्ड सुनिल झाको टिचर हुनुहुन्छ, उहाँ गुरु हुनुहुन्छ। गुरु सम्मान समारोहमा छौँ र गुरु सम्मान समारोहमा गुरुहरूलाई पनि विशेष सम्मान गर्दै आज हामी यस कार्यक्रमलाई अगाडि बढाउँदैछौँ र यसै गरी आसन ग्रहण गरिदिनका लागि श्री दामोदर प्रसाद शाहज्यूलाई पनि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। गुरुवर्गमा पढ्नुहुन्छ श्री दामोदर प्रसाद शाहज्यूलाई आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनु होला। यसै बिचमा मैले सानो कुरा राखेँ, साह्रै भाग्यशाली छौँ हामी यति कहाँ उमेरमा आएर उहाँहरूलाई यति मजाले सम्मान गर्नु पाउँदा। रिटायर्ड लाइफमा हुनुहुन्छ र होला उहाँहरू, र पनि हामी उहाँहरूको सम्मानमा जुटेका छौँ र उहाँहरूको उपस्थिति पनि हाम्रो लागि अत्यन्तै हृदयदेखि नै मर्मस्पर्शी अनि मन छुने रहेको छ। र यसै गरी आसन ग्रहण गरिदिनुका लागि गुरु देवचन्द्र झाज्यूलाई पनि श्री देवचन्द्र झाज्यूलाई आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनु होला श्री देवचन्द्र झाज्यू, धन्यवाद। जोरदार ताली बजाइदिनु होला श्री देवचन्द्र झा। र यसै गरी आसन ग्रहण गरिदिनुका लागि गुरु सनत कर्णज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनु होला सनत कर्ण झा। र यसै गरी आसन ग्रहण गरिदिनुका लागि गुरु पदम खड्काज्यूलाई, श्री पदम खड्काज्यूलाई पनि आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। पदम खड्काज्यू, श्री पदम खड्काज्यू। स्टेज अलि लामो छ, तलबाट चढ्दै आउनुपर्छ है। र यसै गरी आसन ग्रहण गरिदिनका लागि गुरु श्री राजेन्द्र ठाकुरज्यूलाई पनि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। गुरु श्री राजेन्द्र ठाकुरज्यू। धन्यवाद। जोरदार ताली बजाइदिनु होला। र यसै गरी आसन ग्रहण गरिदिनका लागि गुरु श्री योगेश्वर रायजीलाई पनि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। विद्यार्थी भाइ बहिनीहरू पनि मजाले ताली बजाउँदै हुनुहुन्छ। मैले बोलेको त बुझ्नु भएको छ नि? खै त भाइ बहिनीहरूलाई सोधेको पछाडि कस्तो हुँदैछ पढाइ? भोलि पर्सि त तपाईँ पनि ठुलो भएर यस्तै गुरुहरूको सम्मान कार्यक्रम गर्ने हुनु पर्यो है, राम्रोसँग पढ्नु पर्यो। श्री योगेश्वर रायज्यू, जोरदार ताली बजाइदिनु होला। र यसै गरी आसन ग्रहणकै क्रममा आसन ग्रहण गरिदिनुका लागि गुरु श्री रघुनाथ ठाकुरज्यूलाई आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। गुरु श्री रघुनाथ ठाकुरज्यू, जोरदार ताली बजाइदिनु होला। हामी आसन ग्रहणको क्रममा छौँ। यस गुरु सम्मान समारोह कार्यक्रमको आसन ग्रहणको क्रम चलिरहेको छ। गुरु आसन ग्रहण चलिरहेको छ। जोरदार ताली बजाइदिनु होला। धन्यवाद। र यसै गरी आसन ग्रहणकै क्रममा आसन ग्रहण गरिदिनुका लागि गुरु श्री लक्ष्मी नारायण झाज्यूलाई आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। गुरु श्री लक्ष्मी नारायण झा। लाग्छ तपाईँहरूको तालीको असाध्यै आवश्यकता छ। गुरुको सम्मानको लागि उहाँहरू साह्रै स्टेज चढ्दै हुनुहुन्छ। तपाईँले ताली बजाइदिनु भयो भने अझै आनन्द सुनिएला, राम्रो सुनिएला। र यसै गरी गुरुकै आसन ग्रहण गरिदिनुका लागि गुरु इन्द्रकिशोर मिश्रज्यूलाई आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनु होला। धन्यवाद। हामी आसन ग्रहणको क्रमलाई अगाडि बढाइरहेका छौँ आदरणीय महानुभावहरू, र तपाईँहरू पनि एकदमै आजको कार्यक्रम कसरी अघि बढ्ला, कतिको रमाइलो होला अनि कतिको आजको कार्यक्रम चाहिँ फ्रुटफुल होला भन्ने कुरा पनि सोचिरहनु भएको होला। आई होप सो। जोरदार ताली बजाइदिनु होला। धन्यवाद। एकदमै तपाईँको सहभागिताले पहिलो त तपाईँको सहभागिताले अत्यन्तै मोहक थपिदिएको छ यस कार्यक्रमलाई। र यसै गरी आसन ग्रहणकै क्रममा आसन ग्रहण गरिदिनुका लागि श्री डाक्टर मदन झाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आसन ग्रहण गरिदिनुका लागि श्री डाक्टर मदन झाज्यू
लाई आसन ग्रहणको लागि मैले हार्दिक अनुरोध गर्न चाहे। जोरदार ताली बजाइदिनु होला। धन्यवाद। र यसै गरी आसन ग्रहणकै क्रमलाई अगाडि बढाउने क्रममा गुरु सम्मान समारोहको आयोजना गर्नुभएको थियो। अल द वे फ्रम अमेरिका, बाहिरदेखि आएर आफ्ना गुरुहरूलाई सम्झिएर, आफ्नो गाउँठाउँलाई सम्झिएर, आफूले पढे लेखेको हुर्केको ठाउँलाई सम्झिएर र पक्कै पनि हामीले केही गर्नुपर्छ, गर्न सक्छौँ र हाम्रो गुरुको सम्मान गर्नुपर्छ भनेर यस गुरु सम्मान समारोहलाई आयोजनासम्म गर्नुभएको थियो। र आयोजनासँगै उहाँको उपस्थिति पनि अमूल्य नै रहेको छ। डाक्टर विजय झाज्यूलाई पनि आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनु होला। उहाँको आयोजनासँगै उहाँको यस भूमिको माया अनि यस ठाउँको माया, गुरुप्रतिको यो समर्पणलाई हामी देख्न सक्छौँ। र यसै गरी आसन ग्रहणकै क्रममा, आसन ग्रहणलाई अगाडि बढाउने क्रममा यस गुरु सम्मान समारोहको लागि मात्रै नेपाल आउनुभएको अनि यस ठाउँमा आएर आफ्ना गुरुहरूलाई भेट्ने मौका अनि सँगै सम्मान गर्ने मौका आफैले मिलाउनु भएको सुनिल झाज्यूलाई पनि आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सुनिल झाज्यू जसले पनि यस कार्यक्रमको आयोजना गर्नुभएको छ र सँगै गुरुहरूप्रतिको सम्मान व्यक्त गर्नुभएको छ। जोरदार ताली बजाइदिनु होला सुनिल झाज्यू। र यसै गरी आसन ग्रहणकै क्रममा आसन ग्रहण गरिदिनुका लागि म श्री महादेव झाज्यूलाई पनि आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। महादेव झाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। जोरदार ताली बजाइदिनु होला महादेव झाज्यू। धन्यवाद। र खादा र माला लाई तयार गरेर बस्नु भएको कोही हाम्रा स्वयंसेवकज्यूलाई पनि स्टेजमा आएर खादा र मालाले हाम्रा गुरुवर्ग, हाम्रा प्रमुख अतिथि लगायत यहाँ जति पनि आसन ग्रहण गरिरहनु भएको छ उहाँहरूप्रति सम्मान व्यक्त गरिदिनु होला। खादा र मालाको साथमा हाम्रा स्वयंसेवक जो हुनुहुन्छ यहाँ उपस्थित, खादा र मालाले सम्मान गरिदिनु होला। जति पनि उपस्थित हुनुहुन्छ, आसन ग्रहणको क्रम सकिएको छ र जति पनि यहाँ उपस्थित अन्य गुरुवर्गहरू हुनुहुन्छ अनि आदरणीय महानुभावहरू, सज्जन अनि सँगसँगै हाम्रा भाइ बहिनी, विद्यार्थी भाइ बहिनी, तपाईँहरू सम्पूर्ण अनि अभिभावकज्यूहरू पनि यथास्थानमा आसन ग्रहण गरिदिनु होला र तपाईँ आफ्नै लागि एकचोटि जोरदार ताली बजाइदिनुहोस् न। धन्यवाद। तपाईँ यस कार्यक्रमलाई सफल बनाउनको लागि उपस्थित हुनुहुन्छ र यथास्थानमा मिलाएर आसन ग्रहण गरिदिनु न म अनुरोध गर्न चाहन्छु। र खादा र माला लगाइदिएर सम्मान गरिदिनुका लागि म डाक्टर विजय झा र सुनिल झाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। म सोचिरहेको थिएँ अरू कसैले सपोर्ट गर्नुहुन्छ। डाक्टर उहाँहरू गुरुप्रतिको सम्मान यसबाट पनि व्यक्त गर्न चाहनुहुन्छ। गुरुप्रतिको सम्मान, जुन गुरु सम्मान समारोहमा हामी देख्न सक्छौँ र डाक्टर विजय झा र सुनिल झाद्वारा र सम्पूर्णले जोरदार ताली पनि बजाइदिनु होला। हामी सम्मान समारोहमा छौँ र यो पनि एक प्रकारको सम्मान हामी व्यक्त गर्दैछौँ गुरुप्रति। विजय झा, डाक्टर विजय झा र सुनिल झाद्वारा यो माल्यार्पण, माला र खादा उडाएर सम्मान गर्दै हुनुहुन्छ र हामी यस गुरु सम्मान समारोहलाई अझै रोचक र रोमाञ्चक बनाउनको लागि, रमाइलो बनाउनको लागि केही सांस्कृतिक कार्यक्रमहरू पनि लिएर आउँदैछौँ र सांस्कृतिक कार्यक्रममा पनि तपाईँले मजा लिन सक्नुहुन्छ, रमाइलो लिन सक्नुहुन्छ। र त्यति मात्र नभएर अहिले चाहिँ हामी गुरु सम्मान समारोहलाई अगाडि बढाउने क्रममा खादा र माला लगाएर हाम्रा गुरुहरूप्रतिको सम्मानलाई व्यक्त गर्दैछौँ र डाक्टर विजय झा र सुनिल झा आफैद्वारा गुरुहरूप्रतिको सम्मानलाई व्यक्त गर्दै हुनुहुन्छ। र तपाईँले ताली बजाइदिनु भयो कन्जुसाइ नगरिकन भने चाहिँ अझै यस सम्मान कार्यक्रमको रौनक बढ्न सक्छ। गुरु सम्मान समारोहमा छौँ हामी।
सायद गुरु पूर्णिमाको दिन गुरुको सम्मानका लागि हामी धेरै विद्यार्थीहरूले गरिरहेका हुन्छौँ। तर आज गुरु पूर्णिमा नपरे पनि गुरु पूर्णिमा जतिकै मलाई महसुस भइरहेको छ आफ्ना विद्यार्थीहरूले सायद गुरुहरूलाई पनि एक किसिमको आत्मैदेखि नै स्वीकार्नु भएको छ होला। मलाई लाग्छ यहाँ उपस्थित गुरुहरूले पनि आफ्ना विद्यार्थीहरूले यति सम्झेर आफ्ना गुरुहरूप्रतिको सम्मान प्रकट गरिएका, पक्कै पनि गुरुले दिएको त्यो शिक्षाले गर्दा, गुरुहरूले दिएको त्यो एउटा डिभोसन, एउटा डेडिकेसन विद्यार्थीप्रति दिएको डेडिकेसनले गर्दा हुनसक्छ आज विद्यार्थीहरू देशमै नभए पनि विदेशमा बसेर भए पनि आफ्नो गुरुलाई सम्झँदै आएर गुरु सम्मान समारोह चाहिँ एउटा भनौँ न तपाईँ हाम्रो ठाउँमा उहाँहरूले आयोजना गर्नुभएको छ र सम्पूर्ण गुरुलाई नछुटाइकन अझ मैले सुनेको थिएँ, मलाई पनि राम्रोसँग थाहा छैन, मैले सुनेको थिएँ उहाँहरूले धेरै फेसिलिटीहरू पनि आफ्नो गुरुलाई दिनुभएको छ र अझै दिने सोचमा हुनुहुन्छ भन्ने कुराहरू पनि सुनेको थिएँ। र यस्ता विद्यार्थी हामी सबै गुरुहरूले पाऊँ र हामी सबै गुरुहरूको यस्ता विद्यार्थीहरू हुन् जसले हामीलाई सधैँ सम्मान र सत्कार गरून्। नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष चक्रबहादुर थापाज्यूलाई पनि मैले आसन ग्रहणको लागि निम्त्याउन चाहेँ। नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष चक्रबहादुर थापाज्यूलाई पनि, र कहिलेकाहीँ नाम दिँदा दिँदै छुट्न सक्छ, त्यसको लागि पनि म क्षमा प्रार्थी छु। कहिलेकाहीँ नाम हुँदाहुँदै अथवा दिँदा दिँदै छुट्न सक्छ। उहाँलाई पनि आसन ग्रहण श्री चक्रबहादुर थापाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। हामी आसन ग्रहण सँगसँगै यो सम्मान कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। लगभग हामी सबैको आसन ग्रहण सकिसकेको छ र सँगै अब हाम्रो अरू कार्यक्रमहरू रहेको छ। मन्तव्यको सेसन छ, मन्तव्यसँगै हाम्रो कार्यक्रम बिस्तारै सकिँदै गइसकेपछि अनि हामी रमाइलो पनि गर्नेछौँ एकैछिन। र सायद तपाईँहरू सबैजना पनि एकदमै पर्खाइमा हुनुहुन्छ आज कार्यक्रम कसरी अगाडि बढ्छ भनेर। अझ टाइम लगाएर एकदम ढिला गरेर सुरु गरेका थियौँ। भित्र आउँदा हामी पनि एकदम कता हो कता भइरहेको थियौँ है। तैपनि यति राम्रो ठाउँमा आइपुग्नु रहेछ, त्यही भएर हामीलाई धेरै टाइम लागेको रहेछ, धेरै समय लागेको रहेछ जस्तो लाग्यो मलाई। बाटोमा आउँदा एकदम हामीलाई धेरै बाटो कता हो कता भइरहेको थियो, त्यो कारणले गर्दा। तर यति राम्रो ठाउँमा तपाईँ जस्तो यति राम्रो मान्छेहरूलाई भेट्न पाउनु रहेछ र गुरु सम्मान समारोह चलिरहेको छ। र आदरणीय महानुभावहरू तपाईँ पनि एकदमै मजाले यस सम्मान समारोहको कार्यक्रमको मजा लिइरहनु भएको होला। र हामी ओपन टेलिभिजनमा पनि सायद लाइभ पनि हेरिरहेका छौँ। जो घर बसेर लाइभ हेरिरहनु भएको छ तपाईँ पनि अब सायद यस कार्यक्रमको मजा लिइरहनु भएको होला। सो घर बसेर लाइभ हेरिरहनु हुने सम्पूर्ण दर्शकलाई पनि धेरै धेरै धन्यवाद। नेपाली टेलिभिजनलाई पनि माया गर्नुपर्छ। अनि सँगसँगै यस अब यसरी नै प्रगति गरेर गुरुहरूको सम्मान गर्न पाऊँ भनेर विद्यार्थीले पनि सिक्नु पर्यो। र गुरुहरूले त अभियसली विद्यार्थीलाई कहिले पनि नराम्रो कुरा सिकाउनुहुन्न, सधैँ नै राम्रो कुरा नै सिकाउनुहुन्छ। र त्यही राम्रो कुरा सिक्दै विद्यार्थीले प्रगति गर्दै जाने हो। र आदरणीय अभिभावकज्यूहरूले पनि सायद विद्यार्थी आफ्ना छोराछोरी भाइ बहिनी अथवा आफ्ना छोराछोरीलाई मजाले शिक्षा दीक्षा दिनुपर्छ भन्ने कुरा बुझिसक्नु भएको छ। र त्यसरी शिक्षा दीक्षा दिइसकेपछि त्यो प्रगति हामीले यसरी नै हेर्न पाउँछौँ। र अब मन्तव्यको क्रमलाई म अगाडि बढाउन चाहन्छु र स्वागत मन्तव्य राखिदिनुका लागि श्री डाक्टर मदन झाज्यूलाई आफ्नो स्वागत मन्तव्य राखिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनुहोला। धन्यवाद। श्री रामचंद्रम शरणं प्रपद्ये श्री रामदूतम शरणं प्रपद्ये। इस सभा का सभापति महोदय जी, प्रमुख अतिथि जी, संपूर्ण शिक्षक वर्ग, बाहिरबाट आउनुभएको हाम्रो कलाकारहरू, यहाँ बसेको सबै मित्र भाइ एवं बहिनी, राम सबभन्दा गुरुको सम्मानमा प्रस्थानमा हाम्रो
पूर्व अहिले त ब्रह्मलीन भइरहेको सरासी मार्छ उहाँबाट र लिखित कविता सानो 2 लाइनमा मात्रै बोल्छु त्यसपछि है आज तुम्हारा शुभागमन करते हम तेरा अभिवादन है आज तुम्हारा शुभागमन करते हम तेरा अभिवादन वाणी के पावन मंदिर में वाणी के पावन मंदिर में है हुआ तुम्हारा पदागमन स्वागत कैसे श्रीमान करूं स्वागत कैसे श्रीमान करूं पुलकित उर पूरित जन मन गण है आज तुम्हारा शुभागमन करते हम तेरा अभिवादन। बस 2 ही लाइन इसके आगे आनंद ही आनंद बरस रहा आनंद ही आनंद बरस रहा बलिहारी ऐसे गुरु की आनंद ही आनंद बरस रहा आनंद ही आनंद बरस रहा बलिहारी ऐसे सदगुरु की धन भाग हमारा आज भय धन भाग हमारा आज भय शुभ दर्शन ऐसे सदगुरु की शुभ दर्शन ऐसे शुभ की पावन भूमि सिमरा भूमि पावन भूमि सिमरा भूमि धन बलिहारी ऐसे सदगुरु की आनंद ही आनंद बरस रहा बलिहारी ऐसे सदगुरु की। अब सबको मेरा भय ये अहि ये हो यही आगे पढ़ना सब ही कपट सब त्यागे जो चले गए जो स्वर्गवास हो गए ब्रह्मलीन हो गए मेरे मित्र लोग भी बहुत ऐसे होंगे उनका भी चकना को मेरा प्रणाम जो वर्तमान है सभी लोग उनको भी प्रणाम और जो आने वाले भविष्य कलिया है कली है नए उनको भी मेरा प्रणाम। आप मैं तो मानस का आदमी हूँ सुन लीजिए आजु धन्य मैं धन्य अति आजु धन्य मैं धन्य अति यद्यपि सब विधिहीन निज जन जानी राम मोही निज जन जानी राम मोही असंत समागम दीन। पुण्य भूमि में पुण्य सभा सबको कहाँ मिल पाता है वो तो किसी का कृपा होता है तभी होता है और उसमें भी गुरुओं का सम्मेलन गुरुओं का सम्मान बंदो गुरुपद कंज बंदो गुरुपद कंज कृपा सिंधु नर रूप हरि स्वयं हरि होते हैं ये लोग बंदो गुरुपद कंज कृपा सिंधु नर रूप हरि क्यों तो महामोहतम पुंज ये मोह रूपी जो माया रूपी जो हम लोग लपेटे हुआ है ना उसको दूर करने वाले एक ही व्यक्ति है गुरु मोटा मोटी में बंदो गुरुपद कंज कृपा सिंधु नर रूप हरि महामोहतम पुंज जासु बचन रवि कर निकर
तो मैं शुरू इसी मेरा जन्म स्थान इसी जगह सिमरा में ही है। मेरे पूज्य भाई श्री अभी सभापति के पद पर हैं, सब पालन लालन वही किए हैं। हम तो बहुत धन्य है आप गुरु के बारे में क्या कहना, लेकिन सीधा बात है, गुरु कहे किसको अपनी भाषा में। मिले कोई ऐसा संत फकीर, मिले कोई ऐसा संत फकीर, बता दे भव दरिया के तीर, बता दे भव दरिया के तीर, जो जड़ से ज्ञान में पलटते। हम लोग इतने बच्चे लोग हैं कि गुरु के प्रभाव ऐसा है, गुरु का तो ऐसा दिया है। भरत जी कहते हैं वशिष्ठ जी के ऊपर, राम जी का शब्द है भरत जी के ऊपर, क्या कहते हैं? सहित समाज, अयोध्या का सहित समाज तुम्हारा हमारा, सहित समाज तुम्हारा हमारा, गुरु प्रभाव पूरा गुरु प्रभाव चाहू मोरा कर पालन करे। हे भरत, तुम बिल्कुल स्वतंत्र होकर जाओ अयोध्या जी में, तुम किसी से भय नहीं रखो। केवल वशिष्ठ जी जब तक रहेंगे तब तक वो कोई भय नहीं है। काज सब लाजपति, धर्म धर्मी धन धाम, गुरु प्रभाव पाल ही सब ही, अफल हो यही परिणाम। तब समय भी मांगता है जो व्रत करो, फिर कभी सितारों की आंखों में मुंह फूंके रखना, बहुत देर तक रात ही रात होगी। मुसाफिर है हम भी, मुसाफिर हो तुम भी, किसी मोड़ पर फिर मुलाकात होगी। प्रणाम। धन्यवाद डाक्टर मदन झाजी, जोरदार ताली बजाइदिनुलाई उहाँको लागि। स्वागत मञ्चदेखि अलिकति लामो हुन पुग्यो र त्यो चाहिँ मलाई पनि उहाँले गाउनु भएको थियो। अब एकदम इन्ट्रेस्टिङ थियो र अब म पनि धेरै बोल्न थालेँ भने चाहिँ ढिला हुन्छ र जति पनि अब मन्तव्य प्रस्तुत गर्नुहुन्छ हाम्रा गुरुवर्ग अतिथिज्यू तपाईँ सम्पूर्णलाई मैले मात्र 2 मिनटको टाइम छ भनेर पनि भने होला। मेबी म एकदमै रुड नराम्रो सुनिए पनि माफ पाऊँ, अलिकति ढिला होला भन्ने हिसाबले हो। र अर्को मन्तव्यतर्फ लाग्छु, पनि शान्ति पाठको लागि रहेको छ र शान्ति पाठ गरिदिनु हुनका लागि श्री लक्ष्मी नारायण झाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनुहोस्। धन्यवाद। हरि ओम शशिना इंद्रो विदशवा शशिना पूर्वा विश्ववेला शशिना कारक अविष्कनेमिः शशिना बृहस्पतिर्दधातु ओम तया पृथिव्यां तयोखनिषु तयो निदन्तरिक्षे तयोधाः तय सवित्यदिशा सन्तु मह्यम्। ओम विष्णोरगागमसि विष्णुस्नातेथः विष्णु शिवरसि विष्णु ध्रुवोऽसि वैष्णवमसि विष्णवे त्वा। ओम अग्निर्देवता वाचो देवता सूर्यो देवता चन्द्रमा देवता वसवो देवता रुद्रा देवता आदित्य देवता मरुतो देवता विश्वे देवा देवता बृहस्पतिर्देवतेन्द्रो देवता ओम वरुणो देवता
ओम देव शांति अंतरिक्ष गण शांति पृथ्वी शांति रापः शांति रोषः शांति वनस्पतयः शांति विश्वे देवा शांति ब्रह्म शांति सर्वगण शांति शांतिरेव शांति सामा शांतिरेधि सुशांतिर्भवतु ओम विश्वानि देव सवितरदुरितानि तरासु यद्भद्रन्तन् आसु इमारुद्याय तवसे कपर्णिने खर्जुयाय प्रभरामहे मतिम् यथा संसद्विपदे भीष्मं पुष्टं रामे अस्मिन्नातुरम् एकं ते देव सवितः यज्ञं प्राहुर्बृहस्पतये ब्रह्मणे तेन पतिं तेन मामवः मनो ज्योतिर्युभुतामायस्य बृहस्पतिर्यज्ञमिमं तनो त्वरिष्ठं यज्ञं सन्नं दधातु विश्वे देवाश्रयमादयन्तामं प्रतिष्ठा एकवैकतिष्ठानां यज्ञो यज्ञनिके यज्ञेन्द्रदेवा ॐ गणानां स्वागणपतिं हवामहे ज्ञानां स्वाप्यपतिं हवामहे विधीनां स्वामिधिपतिं हवामहे वशो मम आहमजामि गर्भधाम त्वमयासि गर्भधम्म ॐ नमो गणेभ्यो गणपतिभ्यश्च नमो नमो जातेभ्यो व्यासस्तविभ्यश्च नमो नमो विश्वेभ्यो वृषभतिभ्यश्च नमो नमो ॐ विरूपेभ्यो विश्वरूपेभ्यो नमो नमः ॐ शुक्लाम्बरधं देवं शशिवर्णं तेभ्यं धन्वन्तोनित्यं जिह्नासो विनायक धूलिकेतुर्नाभक्षो भासं योगियानं द्वादशैतान्यामानि यः पठेत्सुरालिं विद्यारम्भे विदाहे प्राप्तदेशे निर्मे तथा संग्रामे संकटे चैवाग्निघ्नप्रसन्नादे मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं कुण्डलीकाक्ष मङ्गलाय तनोहरि नाभस्तेषां जयस्तेषां पितस्तेषां कराय लेखानिवरश्याम वीरगोर्यानः वक्रतुण्डमहाकाय कोटिसूर्यासमप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा तदेव लग्नं सुग्नं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते तेन स्मरामि ॐ ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूषितो बुधश्च गुरुश्च शुक्रः शनिराहुकेतव सर्वेदः शान्तिकरा भवन्तु हरि ओम शान्तिः शान्तिः शान्तिः। धेरै धेरै धन्यवाद। शान्ति पाठको लागि लक्ष्मी नारायण झाजी हुनुहुन्थ्यो। अनि हल्ला भयो जस्तो छ, पछाडि पछाडि सबैजना चलबुलाउन थाल्नु भयो त यसरी त हुँदैन नि त। बसेर सुन्नु पर्यो हाम्रो गुरुले के भन्नुहुन्छ, के सिकाउनुहुन्छ भनेर सानो सानो मान्छेहरू। सो हामी छौँ गुरु सम्मान समारोह कार्यक्रममा र हाम्रो मन्तव्यको क्रम चलिरहेको छ र मन्तव्यको क्रमलाई अगाडि बढाउने क्रममा मन्तव्य राखिदिनु हुनका लागि यस कार्यक्रमका आयोजक पनि हुनुहुन्छ श्री सुनिल झाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मेरो कति प्रणाम छ। यहाँ उपस्थित हुनुभएका सञ्चालकज्यूहरू, हाम्रा गुरुहरू, भाइहरू र अरू लाइभ हेरिरहेका मानवहरूलाई म सुनिल झा पश्चिम राबाट अभिनन्दन गर्न चाहन्छु। यो चाहिने एउटा सौभाग्यको दिन हो, किनभने यो पाउन चाहिँ धेरै गाह्रो हुन्छ हामीलाई। अब गुरुहरू आफूले
कयौँ वर्ष 30 वर्ष 40 वर्ष पहिले गुरुसँग सिकेका पाठहरू पढेका कुराहरूलाई सम्झन्छु। अनि ती गुरुलाई आज भेट्न पाउँदा सम्मान गर्न पाउँदा चाहिँ एउटा अत्यन्त मन हर्षित भएको छ। किनभने यो चाहिँ एउटा हाम्रो संयोग भनौँ है कि सरहरूलाई चाहिँ भेट्ने आज हामीले एउटा कार्यक्रम राख्छौँ र सौभाग्य भएन उहाँहरूको आगमनले चाहिँ हाम्रो गाउँ सौभाग्य भएको छ, हामी सौभाग्य भएको छौँ। त्यो के भन्यो जीवन एउटा सौभाग्य भएको छ। किनभने उहाँहरूको आशीर्वाद चाहिँ एउटा ठुलो हो कि एउटा मैले एउटा याद छ कि मैले एउटा काका हुनुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो कि म स्कुल जान्छु काका पढ्नु के पढ्ने होला भनेको। अनि काकाले भन्नुहुन्थ्यो पढ्ने खोइ के पढ्ने हो तर आशीर्वाद चाहिँ लिएर आउनु अरे। अब त्यो आशीर्वाद लिनै गाह्रो रहेछ त्यो चाहिँ नि। र जीवन जब सफल हुन्छ अनि त्यो गुरुहरूको सम्झना आउँछ कि वास्तवमा उहाँले दिनुभएको पठाउनु भएको पाठहरू आशीर्वाद चाहिँ आज चाहिँ हामी धन्य भएका छौँ। र यही कुराहरू चाहिँ म उहाँहरूलाई चाहन्छु सरहरूलाई मेरो हार्दिक मेरो के भन्छ मैले चाहिँ अभिनन्दन छ सरहरूलाई। म भागमान गर्दछु र सरलाई मेरो कोटि आजको गुरु समारोहमा म प्रदान गर्न चाहन्छु। धन्यवाद सुनिल शाहज्यू। र एक्ज्याक्टली उहाँले भने जस्तै उहाँले एउटा संयोग एउटा माहौल बनाउनु भयो, गुरुहरूप्रतिको एउटा सम्मान क्रिएट गर्नुभयो जुन चाहिँ गुरुहरूले दिएको हो। गुरुहरूले उहाँ आजभन्दा 10-20 वर्ष अगाडि नै उहाँले यो सम्मान प्राप्त गर्ने एउटा माहौल बनाइदिनु भएको थियो र त्यही माहौल अनुसारको त्यही प्रगति अनुसारको आज गुरुहरूले यो सम्मान पनि प्राप्त गर्दै हुनुहुन्छ। र यसै गरी मन्तव्यको क्रमलाई नै अगाडि बढाउने क्रममा मन्तव्य राखिदिनु हुनका लागि नेपाली लाइब्रेरी फाउन्डेसनका अध्यक्ष श्री चक्रबहादुर थापाज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालिका। यस गुरु सम्मान समारोहका अध्यक्ष यस समाजसेवी महानन्द दाज्यू र यहाँ प्रमुख अतिथिज्यू गुरुवर्गहरू र मलाई आज यस कार्यक्रममा हामीलाई आमन्त्रण गरेर बोलाउनु हुने हाम्रा नेपाल लाइब्रेरी फाउन्डेसनका आर्थिक कोअर्डिनेटर विजय दाज्यू लगायत सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू पत्रकारजीहरू सबैलाई म हार्दिक नमस्कार टक्राउन चाहन्छु। आज मेरो लागि बडो अहोभाग्यको दिन परेको छ। म चाहिँ पहिलोपटक आदरणीय विजय झाजीले यहाँ बोलाएर म चाहिँ यो तराईमा आएकै थिइनँ, आउने सौभाग्य मिल्यो। यो एकदम पवित्र समारोह पवित्र कार्यक्रममा मलाई एकदमै खुसीले गदगद भएको छु। यो कार्यक्रम हामीले गुरु पिता माता भनेका हाम्रा सदैव हामीलाई शिक्षा दिने, शिक्षा नै आविष्कारको जननी हो। हामीले पनि यस शिक्षालाई सबैको पहुँचमा पुर्याउनु पर्छ भनेर हामी नेपाल लाइब्रेरी फाउन्डेसनमा चाहिँ पुस्तकालय बनाउने काममा निरन्तर रूपमा लागिरहेका छौँ। त्यसमा विजय झा उहाँले एकदमै यहाँ मात्र होइन, यहाँको मात्रै शिक्षाको होइन, उहाँले समग्र नेपालभरि हामी सबै मिलेर चाहिँ नेपालभरि अब शिक्षाको विकास गर्नुपर्छ, पुस्तकालय पढ्न नपाउनेले पढ्न पाउनुपर्छ भनेर विभिन्न दुर्गम ठाउँहरूमा हामीले पुस्तकालयहरू स्थापना गर्दै गइरहेका छौँ। अहिले 200 भन्दा बढी पुस्तकालयहरू हामीहरूले सँगै मिलेर गरेका छौँ। त्यसैले उहाँ एकदमै धन्यवादको पात्र हुनुहुन्छ। उहाँले यहाँ मात्रै होइन, शिक्षाको ज्योति फैलाउने काम उहाँले समग्र नेपालभरि गर्नुभएको छ। उहाँको चाहिँ योगदान एकदमै अतुलनीय छ। उहाँलाई म नेपाल लाइब्रेरी फाउन्डेसनको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु र मलाई फेरि पनि यस्तो पवित्र कार्यक्रममा मलाई आमन्त्रण गर्नुभएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु। र अहिले म नेपाल लाइब्रेरी फाउन्डेसनको अध्यक्ष भर्खरै 2 महिना हुँदैछ। यसमा हामीले जेलहरूमा, नेपालका सम्पूर्ण जेलहरूमा हामीले चाहिँ पुस्तकालय निर्माण गर्ने अभियान चालेका छौँ। जेलमा अशिक्षाको कारणले विभिन्न कारणले गर्दाखेरि उनीहरूले चाहिँ विभिन्न क्राइमहरू अपराधहरू गरेर जेलमा गएका हुन्छन्। उनीहरूलाई सकारात्मक सोचको विकास होस्, सकारात्मक भावना होस् र भोलि जेलबाट निस्केपछि उनीहरूले राम्रा कामहरू गर्न सकुन्, एउटा उदाहरणीय व्यक्ति बनुन् भन्ने हेतुले हामीले जेलहरूमा पनि पुस्तकालय निर्माण गर्न गइरहेका छौँ। त्यस्तै हामीले विभिन्न दुर्गम ठाउँहरूमा हिजो हामीले किताब कापी नपाएर हिजो चाहिँ धेरै वर्ष भनौँ 15-20 वर्ष अगाडि हामीले पढ्न चाहेको किताबहरू पाउँथेनौँ, पैसा भए पनि किताब किन्ने ठाउँ पाउँथेन।
अनि गरिबहरूले त किताब किनेर पढ्ने हैसियत पनि हुन्थेन। त्यस कारणले गर्दाखेरि अहिलेको विश्वको शैक्षिक प्रतिस्पर्धात्मक समयमा चाहिँ हामीले सदैव नेपालीहरू सधैँ पछाडि हुनु पर्यो। त्यस कारणले हामीले स्कुलमा विभिन्न ठाउँमा सामुदायिक स्कुलमा सामुदायिक ठाउँहरूमा हामीले चाहिँ अहिले पुस्तकालय निर्माण गर्न गइरहेका छौँ, जसले गर्दा उनीहरूले विभिन्न खालका किताबहरू, शैक्षिक सामग्रीहरू र विभिन्न देश विदेशका विज्ञानका किताब, इतिहासका किताब, कानुनका किताब सबै किताबहरू पढेर उनीहरूले चाहिँ आफ्नो ज्ञान प्रस्फुटन गर्न पाउन् भन्ने हेतुले हामीले अहिले नेपाल अधिराज्यभरका विभिन्न स्कुलहरूमा पनि हामीले पुस्तकालय निर्माण गर्न गइरहेका छौँ। यो अभियानमा हामी सँगसँगै छौँ र अझै पनि यहाँको यस्तो पवित्र कामले, यहाँको आशीर्वादले होइन, यहाँको सबैको चाहिँ यसले चाहिँ हामीले अझै शिक्षामा अझै पनि अगाडि बढ्ने प्रेरणा मिलोस्, हामीलाई यहाँको आशीर्वाद हामीलाई जरुरी छ भन्दै मैले फेरि पनि यो आजको गुरु सम्मान समारोहमा एकदम पवित्र कार्यक्रममा मलाई आमन्त्रण गर्नुभयो। यहाँहरूसँग साक्षात्कार गर्ने मौका पाएँ। म यो तराईमा पहिलोचोटि आएर यहाँहरूसँग भेट्न पाएँ र हाम्रो धनकुमार श्रेष्ठ धेरैचोटि यहाँ आइपुग्नु भएको रहेछ। उहाँले पनि आफ्नो पुरानो समकक्षीहरूले भेट्न पाउनुभयो। हाम्रो महासचिव हुनुहुन्छ धनकुमार श्रेष्ठ, जसले चाहिँ अहोरात्र यो पुस्तकालयमा चाहिँ आफ्नो चाहिँ समय व्यतीत गर्नुभएको छ। उहाँलाई पनि म यस पवित्र कार्यक्रमबाट धन्यवाद दिन चाहन्छु र फेरि पनि म यहाँबाट यहाँ सम्पूर्ण गुरुवर्गहरूले जसले हामीलाई चाहिँ शिक्षा दिनुभयो, उहाँहरूले शिक्षा दिनुभयो, यस्तो व्यक्तिहरू जन्माउनु भयो, डक्टरहरू जसले चाहिँ नेपालमा विभिन्न खालका कामहरू यहाँ आफ्नो गाउँमा मात्र नभएर आफू जननी जन्मभूमिस्थ स्वर्गति गरिआसी उहाँहरू आफू यहाँ जन्मेर हुर्केर विदेशमा गएर पढे पनि आफ्नो जन्म र आफ्नो जन्मभूमिलाई सम्झेर गर्नुभएको छ र समग्र नेपालमा गर्नुभएको छ। यसको लागि जति नै धन्यवाद दिए पनि कमै हुन्छ भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद चक्रबहादुर थापाज्यू, नेपाल लाइब्रेरी फाउन्डेसनको अध्यक्ष हुनुहुन्छ र 2 महिना मात्र भयो भन्दै हुनुहुन्छ। तपाईँको कार्यकालको पनि हामी शुभकामना दिन चाहन्छौँ र जुन नयाँ पाइला चाल्नु भएको छ, मतलब नयाँ एउटा अठोटको साथ अघि बढ्नु भएको छ, त्यसको लागि पनि हाम्रो शुभकामना छ र त्यसमा साथ रहेछ डाक्टर विजय झाज्यूको। अब आफ्नो ठाउँलाई मात्र नभएर होल नेपाललाई नै यसरी नै चेन्ज गर्ने केही व्यक्तिहरूको उपस्थिति भयो हाम्रो समाजमा भने पक्कै पनि परिवर्तन हुन केही समय नलाग्ला, मतलब केही समय लाग्ला तर परिवर्तन पक्कै सम्भव छ। र कार्यक्रमलाई अगाडि बढाउने क्रममा मन्तव्य राखिदिनु हुनका लागि यस कार्यक्रमका आयोजक सँगसँगै यस कार्यक्रमलाई सफल बनाउन अल द वे बाहिरदेखि आउनु भएको छ डाक्टर विजय झाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। पूजनीय पिताश्री सभापति, पूजनीय गुरुवर्ग, प्रमुख अतिथि, विशेष अतिथि, बाहिरबाट आउनुभएका सञ्चालक, सांस्कृतिक कार्यक्रम प्रोग्राम, पत्रकार समूह, यहाँ उपस्थित सबैजना हाम्रा गाउँका मित्रहरू, यस विद्यालयका विद्यार्थीहरू, सबैमा मेरो चाहिँ हार्दिक धन्यवाद। र म यति भन्न चाहन्छु कि गुरु शब्द नै यति महत्त्वपूर्ण र पवित्र छन् कि गुरुर ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। र यहाँ आउनुभएका सबैजनालाई चाहिँ मेरो धन्यवाद, प्रणाम। र मेरो मनमा यति रहोस् कि सबै गुरुहरूप्रति सधैँ चाहिँ आदरका साथ उहाँको आशीर्वाद चाहिँ पाइराखौँ र उहाँहरूलाई चाहिँ मेरो हार्दिक धन्यवाद। मसँग शब्द छैन, म निशब्द छु, उहाँहरूले कसरी धन्यवाद गर्नुहुन्छ। नमस्कार। हल्ला मात्र सुनिनँ मैले, उता पछाडि बच्चाहरूको मात्र। भाइ बहिनीहरूलाई अल्छी लाग्यो के हो? भाइ बहिनीहरू त एकदम चलिरहनु भएको छ, सुन्नु भएको छ मलाई? खोइ त अल्छी लाग्यो के हो? ठिकै छ, उहाँहरूको रेस्पोन्सै छैन, मलाई बुझ्नुहुन्न होला, मैले बोलेको बुझ्नु भएन जस्तो लाग्यो मलाई। राइट, हामी चाहिँ गुरु सम्मान समारोह कार्यक्रममा र यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामी मन्तव्यकै क्रममा छौँ र मन्तव्य राखिदिनु हुनका लागि आफ्नो एकदमै छोटो मिठो चट्ट परेको मन्तव्य राखिदिनु हुनका लागि म श्री महादेव झाज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद उद्घोषका ज्यू
अब हुन त नेपाली भाषामै म आफ्नो मन्तव्य राख्न चाहन्थेँ। तर भाषाको हिसाबले हामी चाहिँ यहाँ मातृभाषाको रूपमा बजिका भाषालाई पनि सम्मान गर्नुपर्ने देखिएकोले हाम्रो नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतामय मुलुक भएको र हरेक भाषा र संस्कृति लाई चाहिँ प्रतिबिम्बित गर्दै सयौं थुङ्गा फुलको रूपमा हामी छौँ भने चाहिँ चित्रण भइसकेको अवस्थामा म आफ्नो मातृभाषा बजिका भाषामा नै पूज्य गुरुज्यूहरूलाई सम्मानका लागि 2-4 शब्द थोप्न म अनुमति चाहन्छु र यसको लागि अरू भाषाभाषी मित्रहरूमा चाहिँ अलिकति कुनै किसिमको चाहिँ त्यो उपर्ण गर्न चाहिँ म चाहन्छु। आज के पावन अवसर पर यही कार्यक्रम के पूज्य सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि के लगायत अंधकार से उज्जवल प्रकाश के तरफ अपने यथास्थान रखी दूसरा की दिशा दिखाने वाला वह दीपक सब जी अपने जन के भी दूसरा के जी प्रकाश दीक्षक हमारे गुरुजी सब उनका सबके आई जे सम्मान कार्यक्रम रखल गए है। ये विशुद्ध रूप में बहुत ही दुर्लभ और बहुत ही मननीय कार्यक्रम है। उद्घोषिका जी से जे शुरू में जे व्यक्त कल गए कि हम कार्यक्रम बहुत कम मिल है और वो गुरु जी भी भाग्यवान छथ जिनका डॉक्टर विजय और सुनील झा जी जैसा अंकुल जैसा शिष्य प्राप्त भेल है। वो गुरु बहुत भाग्यवान छथ और शिष्य भी भाग्यवान छथ जे उनका सब गुरु के प्राप्त करके आई अपन भविष्य के जे रेखा पौले छथ। आई हम सब भी आई विद्यालय के प्रांगण में छी। हमू एगो अभी हम गुरु बहुत कहूँ कि हम शिष्य कहूँ, हम इहे छुटियावे में हम अभी जरा अंग्रेजी भाषा में कन्फ्यूज कहे छे, असमंजस में पड़ गए छी। यही बात के हम ध्यान में रखे। आई के समय भी बहुत कम है, लेकिन ये जे गुरु जी सब छथ वो हमारे भी गुरु छथ। हम अपना तरफ से भी उनका सबके आई के कार्यक्रम में हम नमन करे छे और हम विद्यार्थी भाई बहन से भी ये अनुरोध करे चाहे छे कि गुरु सम्मान के परंपरा के जे संस्कार के विकास करे के जे सोच है, ये सोच के सकारात्मक रूप में लेवे के और एक आगाही बढ़ावे के, जो से कि गुरु पर जे अपन जीवन के संपूर्ण लगानी करके अपने जल के दूसरा के जे है से प्रकाश दी सकी। उनका कम से कम इस सम्मान सबसे थोड़ा तेल रूपी ऊर्जा, इस सम्मान रूपी तेल उनका जो है से लौ जले में मदद करें और यह कार्यक्रम के आयोजना के और भी प्रयास हो और भी गुरु सब यही बात के जो है से अनुभव करत और शिष्य सभी विजय, डॉक्टर विजय और सुनील अंकल की राह पथ पर चलत वही बात के अनुकरण करत से कहे हम आई के कार्यक्रम के सफलता के कामना कर हम दो शब्द यही समाप्त करें। धन्यवाद। धन्यवाद महादेव झाज्यू, तपाईको अत्यन्तै अमूल्य शब्दहरूको लागि गुरुप्रति सँगसँगै विद्यार्थीप्रतिको शब्दहरू थियो र हामी छौँ यस गुरु सम्मान समारोहमा र यो समारोहको मन्तव्य अब बिस्तारै बिस्तारै सकिँदैछ र त्यसपछि हामी औपचारिक कार्यक्रम सकाएसँगै हाम्रो अनौपचारिक कार्यक्रम सांस्कृतिक कार्यक्रमलाई पनि अगाडि बढाउनेछौँ र मन्तव्यको क्रममा मन्तव्य राखिदिनु हुनका लागि हाम्रा गुरु सम्माननीय गुरु एकदमै सम्मानका साथमा गुरु मनोहर यादवज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।
समारोहका सभापतिज्यू, आदरणीय हाम्रा संस्थापकज्यूहरू, आदरणीय हाम्रा सम्पूर्ण साथीहरू, खास गरेर यहाँ उपस्थित हुनुभएका जुन हाम्रो कार्यक्रमको जो आयोजना गर्नुभएको छ र अरू हाम्रा विद्यार्थीहरू र हाम्रा अभिभावकहरू सबैमा म आफ्नो प्रणाम अर्पण गर्दछु। खास गरेर म 4 सालदेखि यहाँ यो कार्यक्रममा आउने गरेको छु। मलाई के लाग्छ भने गुरु शब्दको व्याख्या त सबैले गरेको छ कि अन्धकारबाट उज्यालोतिर लग्ने, तर कति विद्यार्थी सुनिल र विजय जस्तो अन्धकारबाट उज्यालोतिर जान्छ त्यो भविष्यमा हेर्नुपर्ने कुरा हो र समय थोरै छ। म यस समारोहको सफलता र हाम्रा लालाबालाहरू विजय र सुनिलको एउटा आदर्श लिएर अगाडि बढौँ। आमा सरस्वतीसँग म यही वरदान माग्दछु। यति भन्दै म आफ्नो विषय यही धन्यवाद मुनर यादवज्यू। उहाँलाई साँच्चीकै सबै कुरा आउँछ जस्तो मलाई महसुस भएको थियो जब हिजो हामी सँगै आउँदै थियौँ र उहाँको कुरा सुन्दाखेरि उहाँलाई विज्ञानको कुरा थाहा छैन कि, उहाँलाई आर्थिक कुरा थाहा छैन कि, अर्थका कुरा थाहा छैन कि, के कुरा थाहा छैन, सबै कुरा थाहा छ र गुरु हुन् त उहाँ जस्तै गुरु हाम्रा पनि हुन् र त्यही साथ सगरले आज हामी यहाँसम्म पुग्न सफल छौँ, अझै पुग्न सकौँ र यसै गरी मन्तव्यकै क्रमलाई अगाडि बढाउने क्रममा मन्तव्य राखिदिनु हुनका लागि गुरु पदम खड्काज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद उद्घोषिका बहिनी। यो गुरु सम्मान समारोहको कार्यक्रमको अध्यक्षता गरिरहनु भएको अध्यक्ष हाम्रो पूर्व मित्र ज्यू, साथै प्रमुख अतिथि, विशेष अतिथि, गुरु वर्गहरू र हाम्रा दुईटा राम लक्ष्मण जस्ता हाम्रा शिष्य सुनिल र विजयका उपस्थित विभिन्न ठाउँबाट आउनुभएका विभिन्न साथीभाइहरू, शिक्षकहरू, साथै यो अप्पर सायद च्यानल हो क्यारे, अप्पर टेलिभिजन हो क्यारे, उहाँहरूलाई र आज सांस्कृतिक प्रोग्रामको लागि हाम्रा भाइ बहिनीहरू आउनुभएको छ, उहाँहरूको लागि म व्यक्तिगत पदमबहादुर खड्काको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्छु। म 2 मिनटदेखि धेरै बोल्दिनँ, यहाँ बोलेर काम बिग्रिने भएको छ, त्यसकारण कार्यक्रम छुट्नु भएको छ, एक ढिलो हो। र पहिलो कुरो त सुनिल र उहाँका दाइ विजय यहाँबाट करिब करिब मेरो घर 20-22 किलोमिटर उत्तर बरफा नगरपालिका हो। त्यो ठाउँमा हाम्रो महानन्द ज्यू उहाँहरूको बुवा प्रहरी डिपार्टमेन्टमा हवलदार हुनुहुन्थ्यो, पुलिस हुनुहुन्थ्यो, हामी सँगै थियौँ र साथ उहाँको काका जो स्वागत मन्तव्य दिइरहनु भएको थियो मदन झा, उहाँ त्यहाँको डाक्टर थियो र म पनि त्यतिखेर त्यो ठाउँमा जङ्गलको एरियामा विद्यालय थिएन, म आरआर क्याम्पस जङ्गपुरमा पढ्थ्यो। हामी जोस र जागर बोकेका युवाहरूले पढाइ छोडेर यहाँ विद्यालय खोल्नुपर्छ होइन, यो विद्यार्थीहरूको भविष्य चाहिँ उज्जवल बनाउनुपर्छ भन्ने हैसियतले म हामी जस्ता साथीहरूले त्यो जङ्गलको समीपमा, किनभने दक्षिणतिर पढ्नु आउनुपर्ने गोरेटा यहाँसम्म, उत्तरमा रोड नयाँ रोड, पूर्वमा हरिपुर, पश्चिममा सोमनपुर, बागमती, पारिस, त्यो भित्र चाहिँ 5 कोसको लगभग एरियामा 40 किलोमिटर एरियामा विद्यालय थिएन। एउटा शिक्षाको उज्यालो घामबाट बच्चाहरू वञ्चित नहोस् भनेर युवा जोस र जागरको साथ त्यहाँ विद्यालय खोलेको थियो। त्यतिखेर मित्रहरूको उहाँको 2टा छोरा सुनिल मेरो विद्यालयमा, अब बुवा पनि उही, काका पनि उही, ऊ पढ्नु भयो। सानो भुल्टे चकचके लड्दै पढ्दै मेरो विद्यालयमा पढ्न आउँदा उसको चलिलो हातलाई मैले समातेर कलम पक्राएर उसलाई क ख सिकाएँ, एबिसिडी सिकाएँ। यस्तै उसले त्यहाँ पढ्दै गयो। बिचबिचमा उसको दाइ विजय पनि यहाँबाट गोरेटाबाट चाहिँ उहाँ जानुहुन्थ्यो, बाउ बुवा काका कहाँ, म कहाँ नजाने कुरा ट्युसन सिक्नु, त्यो बच्चा पनि आउँथ्यो।
साह्रै रमाइलो वातावरणमा मैले सानो कक्षाहरूमा पढाएँ र उहाँ 5 क्लास पढिसकेपछि उहाँहरू यो आफ्नै घर नजिक गोरेटामा उहाँहरूले एडमिसन गर्नुभयो। यी सबै गोरेटाका गुरुहरू हुन्। उहाँलाई शिक्षा दिने गोरेटाका गुरुहरू हुन्। गोरेटा विद्यालय भनेको यस्तो विद्यालय, नमुना विद्यालय हो जहाँ शिष्टाचार भनेको, अनुशासन भनेको त्यो मात्र जिल्लाको नमुना विद्यालय छ। अहिले पनि तपाईँहरू याद गर्नुहोस्, यहाँ गोरेटाबाट पढेर यहाँ डाक्टरहरू हुनुहुन्छ, यहाँ मास्टरहरू हुनुहुन्छ, यहाँ सबै इन्जिनियरहरू हुनुहुन्छ। यी गुरुहरूलाई भेट हुने तासै खुट्टा समातेर नमस्कार गर्नु, यहाँको अनुशासन। यो अरू ठाउँमा छैन। हाम्रो उत्तरतिर त सरलाई बाई बाई गरेर हिँड्छ विद्यार्थीले। हेर्नुहोस् यहाँ अनुशासन कतिको फरक छ। यहाँ बुढा भइसकेको विद्यार्थीहरू खुट्टा पढेर नमस्कार गर्छ। हाम्रोतिर त भयो भने नमस्कार, होइन भने बाई बाई छ। मैले इन्डियामा उमेर हुँदा मेरो सीतामढी कतै मुजफ्फरपुर जाँदाखेरि प्रधानमन्त्री इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा इलेक्सनको बेलामा इन्दिरा गान्धीले ठुलो होर्डिङबारी बोर्डमा लेखेको थियो, अनुशासन ही देश को महान बनाता है भनेर लेखेको थियो। अनुशासन नै देशलाई महान बनाउँछ भनेर। यो गोरेटा माथिमा अनुशासन, शिक्षा, दीक्षा, विद्यार्थीको गुणस्तर त्यहाँबाट मैले सुरु गरेँ लेख्ने। सारा चिज दिने त ती कुरोहरू हुन्। त्यसपछि उहाँ काठमाडौँ जानुभयो, काठमाडौँमा पढ्नुभयो, त्यसपछि अमेरिका जानुभयो। पछि नेपालको पहिलो आइटी पास गर्ने सुनिलले पास गरेछ। नेपालको पहिलो आइटी हुने, नेपालमा पहिलो आइटी भएको रहेछ। उसले आइटी गरिसकेपछि मलाई फोन मार्फत गुरु मैले चाहिँ नेपालको पहिलो आइटी भयो भन्दाखेरि म त्यो दिन हर्षले गन्धक भएँ। राति सुत्दा पनि सुनिल चाहिँ चकचके थियो, झगडा गर्थ्यो बच्चामा, त्यसलाई मैले सम्झिरहेँ। त्यस्तै अरू गुरुलाई पनि खुसी छ, यस्तो यस्तो हाम्रो चेलाहरू भयो भनेर मैले अहिले लामो समय गरेँ। हेर्नुहोस् यहाँ गुरु सम्मान समारोहमा गुरुको खुट्टा कसरी लगिरहेको छ यो दृश्यले पनि देखाउँछ भन्दै अब हाम्रो अप्पर च्यानल टिभी र चाहिँ हाम्रो सांस्कृतिक प्रोग्राममा आउनुभएका हाम्रो के अरे थापा सर अथवा हाम्रा मेरो पुरानो मित्र कृषिकान्ति यहाँ हाम्रो युवती हुनुहुन्छ होइन, उहाँले पनि म मस्तक भएर नमस्कार गर्दै सबै साथीभाइसँग बिदा लिन्छु। हवस् त, नमस्कार, धन्यवाद धन्यवाद धन्यवाद। धन्यवाद पदम खड्काज्यू तपाईँको मन्तव्यको लागि। र तपाईँले मन्तव्य दिँदै गर्दा मैले पनि कस्तो थियो होला उहाँहरूको बाल्यकाल भनेर महसुस गरेँ। अनि हामी पनि त्यस्तै हेलो हाई गर्ने एउटा शिक्षालयमा पढेका विद्यार्थी, अनि अहिले आएर आफूलाई पनि गिल्टी फिल भयो, अब म पनि नमस्कार गर्छु भनेर सोच्दैछु है। र गुरुप्रतिको यो सम्मान समारोह जुन छ, गुरु सम्मान समारोहमा हामी छौँ। र अघि पनि मैले भने सायद कमैले हामी यस्तो गर्छौँ, कमै विद्यार्थीले गर्छौँ र कमै शिक्षकहरूले यो यस्तो कार्यक्रममा सहभागिता हुने एउटा माहौल प्राप्त गर्नुहुन्छ। र हामी यस्तो शुभ समारोहमा, शुभ कार्यक्रममा छौँ र यो शुभ कार्यक्रमलाई अब बिस्तारै हामी औपचारिक कार्यक्रमलाई समाउँदैछौँ। र मन्तव्यकै क्रमलाई अगाडि बढाउने क्रममा मन्तव्य राखिदिनुका लागि आजको यस गुरु सम्मान समारोहका विशेष अतिथि श्री बिनी बोला माध्यमिक विद्यालय संस्थापकका पौत्र श्री जुगल किशोर दासज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। गुरु सम्मान कार्यक्रम के सभापति महोदय, यहाँ उपस्थित हमारा विद्यालय के सब गुरुजी, हमारा संस्थापक जी और ये जो उपस्थित बहुत सारे बहुत आदमी भाई बहन चाहे सवाल लगाए सुनने के लिए सब में हमारा नमस्कार है, हमारा धन्यवाद। आई गुरु सम्मान कार्यक्रम आई हमारा महसूस हो रहा है कि हमारे पूर्वज सब ये विद्यालय खोल करके आई ऐसे 2004 साल में राणा शासन में भी बड़ा प्रतिबंधित रहे, आई वही इस विद्यालय में पढ़ के इसे विद्यार्थी निकल के आई कार्यक्रम कर रहा है। हमारे पूर्वज सब भी आई देखी सुनो अगर वेद पुराण शास्त्र अगर सत्य है तो वो तो बहुत गलत है।
अत्येक दिन के बाद भी 50-60 वर्ष जेल में यहाँ शासन की पढ़ाई के लिए स्कूल खोले के बहुत टाइम लगे 2007 साल में शुरू कर गई आई हो पूर्वज सब अति खुशी हो तो गई लेकिन हम वही पूर्वज के हम सब संतान से आए धरोहर कर तो रखल थी सभ्यता संस्कृति के सुरक्षित ले डालल थी ए गुरु परंपरा के ये द्रोणाचार्य चाहे अर्जुन वाला के महाभारत के है ओकर पर निर्माण कर चलल थी पहले बहुत बहुत धन्यवाद और बहुत समय भी बहुत हमारे कलाकार लोग बहुत ही ये लोग सभी टाइम के वैल्यू ना देते ओकरा लिए हमरा बहुत तकलीफ है लेकिन 9 बजे प्रोग्राम है 3 बजे ई सब याद हमरा के मधेश में ई सब के दिन का के वैल्यू नहीं कभी कभी हमारे लिए टाइम के अभाव में ठीक हो ये धन्यवाद फेरि ताली बजाइदिनु सुसोरी हुनाले सुसोरी धन्यवाद उहाँले चाहिँ एकदमै स्पष्ट कुरा राख्नुभयो एक्ज्याक्टली 9 o'clock मैले सुनेको थिएँ 12 बजी फेरि उहाँको 9 o'clock 9 बजी रहेछ है अनि हामीले स्टार्ट गऱ्यौँ 3 बजे भेरी कम्प्लिकेटेड हामी टाइमको कुरामा चाहिँ है अब जाम भन्न पनि मिलेन यता त जाम पनि हुँदैन रहेछ बाटोमा त खालै बोल्दी है गाह्रो छ Alright, so हामी चाहिँ अहिले ओपन टेलिभिजनबाट लाइभ पनि छौँ जो आदरणीय दर्शक महानुभावहरू यदि तपाईँ ओपन टेलिभिजनबाट लाइभ हेर्दै हुनुहुन्छ भने हामी छौँ गुरु सम्मान समारोहमा र यस गुरु सम्मान समारोहको आयोजना गर्नुभएको छ डाक्टर विजय झा र सुनिल झाले र आजको यस पवित्र कार्यक्रममा छौँ हामी एकदमै राम्रो कार्यक्रममा छौँ र तपाईँ पनि मजाले हेरिरहनु भएको छ र दर्शक महानुभावहरू मन्तव्यसँगै हामी एकैछिनपछि अनौपचारिक कार्यक्रम रमाइलो कार्यक्रममा पनि जानेछौँ र यसै गरी हामीसँग अन्य पत्रकारहरू पनि हुनुहुन्छ काठमाडौँदेखि आउनुभएको प्रभु टेलिभिजनबाट अनि हाम्रो भाइहरू पनि हुनुहुन्छ यहाँ विभिन्न ठाउँबाट आउनुभएको मोसन आर्टिस्टहरू हुनुहुन्छ होइन डिजाइनर हुनुहुन्छ अनि क्यामेरा पर्सनहरू हुनुहुन्छ अनि हाम्रा अन्य गुरुहरू पनि हुनुहुन्छ यहाँ उपस्थित अनि अभिभावकज्यूहरू पनि हुनुहुन्छ तपाईँहरू पनि सबैजना आजको कार्यक्रममा उपस्थित हुनुहुन्छ धेरै धेरै धन्यवाद तपाईँको उपस्थितिको लागि र कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब हामी बिस्तारै कार्यक्रम सघाउँदैछौँ मतलब औपचारिक कार्यक्रमलाई सघाउँदैछौँ र यसै गरी मन्तव्यलाई जोड्ने क्रममा आज यस गुरु सम्मान समारोहका प्रमुख अतिथि श्री बेनी भोला माध्यमिक विद्यालय संस्थापकका सुपुत्र श्री कृष्णकान्त झाज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु धन्यवाद जोरदार ताली बजाइदिनु होला श्री कृष्णकान्त झा धन्यवाद ये महान पर्व सम्मान समारोह ये आयोजक सुनील और विजय दोनों भाई हम बहुत बहुत उनका शुभकामना अपना व्यक्तिगत तरफ से उपस्थित समारोह के अध्यक्ष महोदय मंच आसीन गुरु बाहर इस समाज के भाई लोग काफी लोग बच्चा विद्यार्थी बाहर से आए टीवी के साथी लोग पत्रकार महोदय लगाए मैथिली सांस्कृतिक प्रोग्राम के भाई बहन साहब उनका भी हम शुभकामना और धन्यवाद दोनों से सबसे हमारा हृदय में बहुत हम हर्षित थी क्योंकि हम वही बेनी भोला माध्यमिक विद्यालय के छात्र थे। हमारे समय में 7 क्लास पास करने के बाद वही समय में प्रस्तावित हुए हम माध्यमिक भी होगी जाए
जिला में अकेले माध्यमिक स्कूल है अपने के मलंगवा पब्लिक माध्यमिक विद्यालय। ये गुड़िका जिला के दूसरा हाई स्कूल स्थापित है 2017 साल और प्रभु नायक के विद्यार्थी स्कूल के पूर्व वक्ता लोग भी दर्शकों आपके विद्यालय के विशेषता ही रहे अनुशासन और अपन संस्कार गुरुवर लोग भी वही तरह के रहत संस्कारी और उस समय में बहुत कम तरह और खटित लोग बहुत दिन तक विद्यालय की तरफ से जब तक स्वीकृति सरकार से न मिल रहा है तब तक विद्यालय की तरफ से तलब वही समय में 150-200 हेडमास्टर के रमादाकर जी के 250 रुपये तलब है। वही में जो विद्यादान लोग स्कूल के प्रति समर्पित होके पूरा अपना नैतिकता से कार्य करत कार्य क्षमता पर दिखावत विद्यादान करत आज के तरफ में और ओकरा मिलबे तो कोई अर्थे न कहाँ से और अभी 1000 40,000 तो 10,000 भी तरह फिर भी वो मनोभावना विद्यालय में शिक्षक के निर्विवाद रूप से अभी लोग न अब भी लोग हम सरकारी कर्मचारी यहाँ ट्रांसफर रहा पे वहाँ जाते उतरे और कहीं हमारा तरफ भारत में हम लोग आर्थिक हिसाब से लोग सुखैया रहैया प्रधानाध्यापक लोग जो है वो बुझिए वो बिजनेस है कमाई है यह मानसिकता रूप से विद्यालय में रहे सब काम करे सब ताई में पढ़ाई के भी बहुत और के विद्यार्थी भी वैसे क्योंकि गुरुए दल के बात में है छात्र भी जैसे आज करके पढ़ेगा नहीं चाहते प्रत्येक बात से तो मैं बताइए बहुत वही संस्कार के विद्यालय के संस्कार के आई ये दोनों भाई बचा के रखने था और प्रदर्शित कर रहा था एक में हम हृदय से बहुत बहुत आभारी और धन्यवाद ज्ञापन कर रहा थी। जीवन में वो निश्चित रूप से सफल हुआ बहुत भाग्यशाली था। धन्यवाद उनका पिता के हम सोच के पुत्र पैदा कर और धन्यवाद फिर हमारा तरफ से दोनों भाई के ये हम संस्कार प्राप्त कर श्रेष्ठ और गुरुजन लोग के बराबर याद कर फिर हमारा तरफ से शुभकामना जीवन की उन्नति के लिए और विशेष समय बहुत कम होने से भावना में रहला से बहुत याद हो कहा लगे समय के अभाव में हम इतना कहे अपन भावना करे समाचार शुभकामना कार्यक्रम की सफलता की शुभकामना करें दूसरा हम धन्यवाद ताली बजाइदिन आजको पत्रिका हुनुहुन्छ उनको कृष्णकालको छ र
हाम्रो स्न्याक्सको टाइम भयो जस्तो छ, खाजाको टाइम। बच्चाहरू सबैजना उता व्यस्त हुन थाल्नुभएको छ र हाम्रो औपचारिक कार्यक्रम चाहिँ अब सकिन थालेको छ। औपचारिक कार्यक्रम सकिएसँगै हामी अनौपचारिक कार्यक्रमतर्फ पनि लाग्नेछौँ। हाम्रो इन्फर्मल कार्यक्रम जहाँ चाहिँ हामी जुन कार्यक्रममा चाहिँ हामी तपाईँलाई केही डान्स म्युजिक सेसन्सहरू रहेको छ र त्यसको रमाइलो पनि तपाईँले लिन सक्नुहुन्छ। अवश्य औपचारिकसँगै अनौपचारिक दुवैको रमाइलो हामीले लिनुपर्छ। र कार्यक्रम छ गुरु सम्मान। हामी कार्यक्रम गुरु सम्मान समारोहमा छौँ र गुरु सम्मान समारोहको यस माहौलमा, यस रमाइलोमा, यस शुभ घडीमा, शुभ क्षणमा तपाईँहरूको उपस्थिति पनि त्यतिकै अमूल्य हामीले महसुस गरेका छौँ। र यसै गरी आजको यस औपचारिक कार्यक्रमलाई चाहिँ यही समापन गरिदिनका लागि यस कार्यक्रमको सभापतित्व गरिरहनु भएको पूजनीय पिता हुनुहुन्छ डाक्टर विजय झा, सुनिल झाको श्री महानन्द झाज्यूलाई यस कार्यक्रमको समापन गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। जोरदार ताली बजाइदिनुमा धन्यवाद। आज ये संस्कृति कार्यक्रम के अवेल भेजे, गुरु भेजे, एक दिन यहाँ पर क्षमा प्राप्ति है। आप ऐसे गुरु बहार संदर्भ में न कुछ कहना, आप अपने के संस्कृति के चालू हो रहा है। एक दिन सभा के हम विसर्जन कर रहे छी। अपने सबके हवस्, धन्यवाद। र सम्पूर्ण हाम्रा अतिथि, प्रमुख अतिथि, विशेष अतिथि र अतिथि लगायत हाम्रा गुरुवर्गज्यूहरूलाई तल बसेर अरूको कार्यक्रमलाई इन्जोय गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी ओपन टेलिभिजनबाट अनलाइन लाइभ छौँ र अबको कार्यक्रम चाहिँ हाम्रो बिस्तारै जानुहोला, अलिकति बाटो अप्ठ्यारो छ र एकअर्काको सपोर्ट लिएर यति राम्रो गुरु सम्मान समारोहमा म आफू पनि उपस्थित हुन पाउँदा अत्यन्तै खुसी छु म पनि। र हाम्रा जति पनि गुरु हुनुहुन्छ, विद्यार्थी आफै पनि एकदमै ठुलो भइसक्नु भएको छ। गुरुहरू त झनै ठुलो भइसक्नु भएको छ, भन्न त हुँदैन, बुढो भइसक्नु भयो जस्तो छ है सबैजना। हुन त हामी पनि बुढो हुन्छौँ बिस्तारै बिस्तारै। र अब हामी लाग्छौँ हाम्रो अनौपचारिक कार्यक्रम, रमाइलो कार्यक्रमतर्फ। र यो हाम्रो जो पनि हुनुहुन्छ रमाइलो गर्ने अनौपचारिक कार्यक्रम, डान्स, म्युजिक के छ यसको लागि तपाईँ तयारी हुनुभएको छ भने प्लिज अगाडि आइदिनु होला। नो लिस्ट, प्लिज प्रोभाइड मी द लिस्ट अल्सो। अलराइट, सो एभ्रीवान, हामी यस गुरु सम्मान समारोहमा छौँ र गुरु सम्मान समारोहको औपचारिक कार्यक्रम यानि कि फर्मल प्रोग्राम चाहिँ सकिएको छ र अब हामी लाग्छौँ हाम्रो इन्फर्मल प्रोग्राम